परिचय देऊ तिम्रो। नमस्ते, मेरो नाम कृतिका बुढाथोकी। तिमीले के छ तिम्रो आज प्रोजेक्ट वर्कमा के ल्याएको छस् कृतिका भन त। यो चाहिँ एउटा क्युब हो, यसले टोटल सर्फेस एरिया क्याल्कुलेट गर्न मद्दत। टोटल सर्फेस एरिया भोल्युम क्याल्कुलेट गर्न सक्छ हैन। अर्को कोन हो। कोन यसरी डायनामिक कोन बनाएर यसको पनि टोटल सर्फेस एरिया कर्भ सर्फेस एरिया भोल्युम क्याल्कुलेट गर्न सकिन्छ। ल ठीक छ। यो पिरामिड हो। ए ल यसबाट पनि पिरामिडको पनि सर्फेस एरिया भोल्युम सजिलै क्याल्कुलेट गर्न सकिन्छ हैन। काइटको सर्फेस एरिया निकाल्न सक्छौ। अच्छा, रोम्बसको एरिया क्याल्कुलेट गर्न सक्छौ यसको गर्छ। रेक्टेङ्गलको एरिया चाहिँ ट्रेङ्गलको एरिया भेरिफिकेसन गर्ने फर्मुला हो। ल गर त। रेक्टेङ्गलबाट दुईवटा ट्याङ्गल बनाएर यसबाट चाहिँ हामी के गर्न सक्छौँ भने रेक्टेङ्गलको एरिया चाहिँ हाफ ट्याङ्गलको एरिया इक्वल रेक्टेङ्गलको आधी हुन्छ। हो हेर्नुहोस् त, यी बहिनीले कसरी रेक्टेङ्गललाई ट्याङ्गल दुईवटा ट्याङ्गल बनाई यस किसिमबाट के प्रश्न हुन्छ भने रेक्टेङ्गलको एरिया चाहिँ ट्याङ्गलको एरियाको डबल हुन्छ, अर्थात् ट्याङ्गलको एरिया इक्वल 1/2 बेस इन्टु हाइट प्रमाणित भयो। ल तिमीलाई यो प्रोजेक्ट वर्क गर्दा कस्तो लाग्यो? कसरी यसको टोटल सर्फेस एरियाहरू निकाल्न सकिन्छ भन्ने कुराहरू थाहा पाएँ। ल थ्याङ्क यू।